हामी बासिकटबाट निस्क्यौँ। अहिले हामी यहाँ टोखामा हौँ। हामी चाहिँ छारे झर्ना लौके झर्ना नि भन्छ, छारे झर्ना नि भन्छ, नुवाकोटमा छ यो। हामी त्यहाँ जान आँटेका छौँ। अब हामी 4 जना देवर देउरानी मौसमले पनि साथै दिएको छ होइन। प्रार्थना गरेको छु मौसमले सायद प्रभुले साथ दिनको लागि खुसीले रमाउने छु परमेश्वर नै हो हामीलाई अगुवाई गर्नुहुने। कमर मर्दै गाउँदै रमाउँदै हर्षले नाच्ने छु। हामी झोर्दै जाँदैछौँ। आफ्नै स्वरूपमा मलाई बनाउने सृष्टिकर्ताको आराधनामा सधैँ गर्नेछु मेरो प्यारो प्रभु येशूको। आफ्नो स्वरूपमा मलाई अब हामी यहाँ पेट्रोल टन्न भरेर जानेछौँ, किनकि यात्राको लागि त चाहियो नि त। फेरि बाटो बिचमा पेट्रोल सकेला के होला होइन। त्यो पेट्रोल फुल गरेर जानेछौँ। पेट्रोल फुल छ? ओके, फुल हाल्नु हाम्रो फुल। हामी जोर झर्ना आइपुगेको छौँ अहिले। हेर्ने हो ए जोर झर्ना हेर्ने हो। जोरको झर्ना हेर्न जाँदैछौँ हामी। यस्तो छ हामी झोर झर्ना जाँदैछौँ। दुईटा साथी थप्पे छ यहाँ। एउटा टाटे पाटे एउटा काले। अब हामी जानु चाहिँ खास लौके झर्ना जान लागेको हो, तर यहाँ बाटोमा परेर यहाँ झोरको झर्ना पनि हेरेर जाऊँ भनेर हामी यहाँ छिरेको। अहिले हामी तल ओर्लिँदैछौँ। यिनीहरू चाहिँ अघि यो दुइटा अघि अघि लाग्दैछ। हामीले यहाँ बाटो देखाएको छैन भनेर बाटो देखाउनलाई हिँडेको क्या यो दुइटा। यो दुइटा बाटो देखाउनलाई हिँडेको हामीलाई। माथि थियो हामी आउने बेलामा, हामी सँगसँगै अगाडि अगाडि आएको छ। यस, हामी जोर झर्ना आइपुग्यो। आराधनामा सधैँ गर्नेछु मेरो प्यारो प्रभु येशूको। पापमा म त डुबेको थिएँ, पापबाट बचाउनु हो। प्रशंसा म त सधैँ गर्नेछु दरका। अहिले हामी यहाँ झोरको झर्नामा छौँ। गुफा झर्ना, झोर के झर्ना झर्ना, रे? गुफा झर्ना। ल ऊ माथि हेर्नु न, झर्नामा हेर्नु। यता हेर्नु, यता हेर्नु। झोर झर्ना, गुफा झर्ना।
खुसीले रमाउनेछु कम्मर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्नेछु प्रभुमा सधैँ आनन्द गर्दै खुसीले रमाउनेछु कम्मर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्नेछु यो चाहिँ के को हो यो प्रभुमा सधैँ आनन्द गर्दै खुसीले रमाउनेछु कम्मर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्नेछु प्रभुमा सधैँ आनन्द गर्दै खुसीले रमाउनेछु कम्मर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्नेछु खुसीले रमाउनेछु हर्षले नाच्नेछु खुसीले रमाउनेछु हर्षले नाच्नेछु आफ्नै स्वरूपमा मलाई बनाउने सृष्टिकर्ताको आराधना म सधैँ गर्नेछु मेरो प्यारो प्रभु येशूको आफ्नो स्वरूपमा मलाई बनाउने सृष्टिकर्ताको आराधनामा सधैँ गर्नेछु मेरो प्यारो प्रभु येशूको पापमा म त डुबेको थिएँ पापबाट बचाउनु हो प्रशंसा म त सधैँ गर्नेछु उद्धारकर्ता छहरे झर्ना यानि कि लौके झर्ना जाँदै थियो तर बाटो बिचमा त यस्तो झर्नाहरू त कति रहेछ नि हट, त्यो हाम्रो नेपाल चाहिँ सुन्दर प्रकृतिले भरिएको नै हो कि यो खतरा छ कि यस्तो यो बाटोमा यस्तो झर्ना कति आनन्दित छ कि अब हामी यो सानो झर्नालाई बाई बाई गरेर अब यहाँ पनि अर्को नि सानो झर्ना छ है झर्नै अगाडि लानु न चाहिँ झर्ना भाइ झर्नाको खानी भएको रहेछ यो नुवाकोट जिल्ला यो खतरा नुहाए हुन्छ यहाँ नुहाए हुन्छ अब हामी ठुलो झर्नामा जाँदैछौँ है लौके झर्नाको लागि जाँदैछौँ यो चाहिँ गुरुङ गाउँ है अहिले यो चाहिँ गुरुङ गाउँमा आम्मामामा हुस्सु बादल लागेको लौ न हुस्सु हेर न उठेको गुरुङ गाउँमा हामी अहिले गुरुङ गाउँ यो हो गुरुङ गाउँ आम्मामामा हुस्सु उडेको हो हुस्सु है तलबाट हावा चल्यो घाम लागेर जमिन तातिँदै आयो नि त है हुस्सुले त बाटै नदिने रहेछ त आम्मामामामामा हेलो खतरा हुस्सु उद्धारकर्ता येशूको
ल झर्ना खुसीले रमाउने छु कम्बर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्ने छु प्रभुमा सधैँ आनन्द गर्दै खुसीले रमाउने छु कमर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्ने छु खुसीले रमाउने छु हर्षले नाच्ने छु खुसीले रमाउने छु हर्षले नाच्ने छु खतरा उसको है केही नदेख्ने यीको गाडी नदेख्ने हामी एकछिन यहाँ फेरि अब एकछिन आराम गरेर हामीले यहाँ बोकेर आएको छौँ चियाहरू कफीहरू खान्छौँ अब एकछिन यहाँ बसेर हामी जाने बाटो चाहिँ यता मुनि छ होइन यो मुनिबाट जाने हो छ अरे झर्ना चाहिँ अब एकछिन यहाँ आराम गर्छौँ आराम गरेर हामी कफी सफी यसो खाएर फेरि हामी हिँड्छौँ कस्तो रमाइलो लाग्छ है यसो गाउँहरू खोला यो त्रिशुली खोला होला के यो त्रिशुली के हो नुवाकोटको नुवाकोटमा खै के थाहा कुन खोला हो गर्मी भयो ती हाम्रो पार्क माथि पार्क गरेर अब यहाँबाट हामी हिँडेर जाँदैछौँ यहाँबाट त्यही 10-15 मिनट जति लाग्छ भनेको छ क्या अरे अब हेरौँ कति मिनट लाग्छ होइन हिँड्दै जाउँ होइन त्यही राखेको छ क्या उ त्यहाँ झर्ना ऊ छ ऊ त्यहीसँग मात्रै हो क्या यहीँ छ के बुढो तर मान्छे हिँड्ने बाटो भयो भने त स्कुटर पनि जान्छ यहाँ ल्याएर राख्दै नि गर्छ फेरि त्यो पहाड झरेर लाग्यो भने पहाड झरेर स्कुटी भरे आउँदा त स्कुटी त पहाडले पुरिराखेको अरे कि हैरान लाग्छ यहाँ ल्याएर यहाँदेखि त जानै मिल्दैन नि भरेको छौ अब सिडी आयो सिडी अब सिडीबाट ओर्लेर जाने जान्छ त्यो अर्को बाइकहरू माउन्टेन बाइक के अरे साइकलहरू लान्छ त्यस्तोमा छहरे झर्नामा आइपुग्नु लाँदा त कति गर्मी भएको है पौडी खेल भनेर हो क्या हो है हप्प भएको के गर्मी है यहाँ मौसमले पनि धेरै साथ दिएको छ आज त ओहो प्रभुलाई धन्यवाद आज बिहान रातभरि पानी परेको थियो है बिहान पनि आकाश खुलेको थिएन राति पनि प्रार्थना गरेँ पानी नपर्नको लागि भोलि दिन सफा रहनको लागि भनेर बिहान पनि प्रार्थना गरेँ परमेश्वरले प्रार्थना सुनिदिनु भयो आजको मौसम पनि धेरै राम्रो छ एकदमै राम्रो छ होइन सानो झर्ना माथिको चाहिँ लामो झर्ना लामो भएको भएर लौके भयो होइन तलको पनि झर्नै हो तर त्यो चाहिँ डल्ले लौका अयो होइन जङ्गलमा हेऱ्यो भने हरेक कुरा जडीबुटी हुन्छ हरेक घाँसपात भनिन्छ तर जडीबुटी हुन्छ कि निङ्गुरो नि पाइन्छ होइन
आउने रहेछ नि त्यहाँदेखि तलसम्म बोकेर ल्यायो भने त दुईजना भरेकोमा चाहिँ आफ्नो काँधमा हाल्ने दुईजनाले एउटाले यहाँ चाहिँ ढलान गरेको रहेछ यहाँ चाहिँ हिँडिहाल्छ होइन बाटो राम्रो छ एउटा सिडी हालिदिएर मात्र बिग्रिएर रहेछ क्या त्यसलाई ओह्रालो बनाइदियो भए मिल्थ्यो है ओह्रालो यस्तो ढलान गरिदियो भाइ अनि ल्याएर यहाँ पार्किङ गर्ने कि यहाँ 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 पछि यहाँ उ गर्न होला कि यो पानी नपरेको सिजनमा होइन सिजनमा क्या पार्टी खाने ठाउँको रहेछ कुखुरा पोलेर आज धेरै सुन्दर छ है हेर न बादल निलो आकाश है दामी छ आज अन्त यो लडेछ ढुङ्गा यहाँ पहिरो गएछ एउटा ढुङ्गा झरनाको कल 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 आवाज सुन्दैछु यो कानले मैले हजुर 20 मिनटको हिँड्नुपर्छ भन्छ है मैले हेरेको थिएँ हिजो भाउजूले पुऱ्याउनु भएको थियो नि हो 15 मिनटको कति हिँड्नुपर्छ भन्छ 10-15 मिनट भने हो तर झर्नै झरनाको सहर हेर्न पानी पिउने भयो यहाँ छ है पानी अर्ग्यानिक पानी चिसो छ भाइ पानी पनि चिसो छ हजुर निङ्गुरो कहाँ छ खै टिपुन त निङ्गुरो पाउँछ नि फेरि अब खानु हुने नहुने नि हुन्छ होइन भरे त अनि मान्छेले के अरे निङ्गुरो होला नि होइन अन्त म त चिन्दिनँ सहरे झरनाको नजिकै छौँ हामी यस के लाग्छ केही लाग्दैन दिस इज द लौके झरना ठुलो रहेछ है दामी छ दामी 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 यस्तो गर्नु पर्ला र झरना त दामी रहेछ नि लामो 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 हो चाहिँ अहिले चाहिँ हामी लौके झरना आइपुग्यौँ खेला न त भइहाल्छ त नि यता पनि छ झरना यता नि छ झरना वाउ दामी रहेछ यस्तरी आएको क्या दामी पौडी खाइले हुन्छ पौडी ल यहाँ वाउ झरना कति सुन्दर लौके झरना हे यता पनि छ झरना यता पनि छ झरना वेयर इन नाउ लौके झरना भेरी नाइस एउटा पानी परेको थियो र पनि एकदम राम्रो छ झरना है आज मौसमले पनि साथ दिएको छ धेरै राम्रो छ यता पनि छ है यता पनि छ झरना दुईतिरै छ झरना टक्क लाएर हामी आई मेरो बुढो मेरो देउरानी मेरो देवर अनि म आज हामी घुम्न आएको छौँ यहाँ लौके झरना धेरै रमाइलो छ
अब हामी घरतिर लाग्यौँ अब हामी टोखामा जान्छौँ टोखामा गएर फेरि खाजा खान्छौँ खाजा खाना उस्तै हो होइन बिहानदेखि खाना खाएको छैनौँ अरू अरू के खायौँ अब टोखामा पुगेर त्यहाँ केही खाएर अनि घरतिर लाग्छौँ हामी आजको ट्रिप धेरै रमाइलो भयो